गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। म फेरि धेरै पछि ब्याक भएको छु युट्युबमा। तपाईँहरूको त्यो पुरानो माया र सपोर्ट सम्झेर फेरि आएको छु होइन। म रेगुलर भिडियो हाल्छु त भन्दिनँ, तर हप्तामा 2-3 चोटि भिडियो हाल्ने कोसिस गर्छु होइन। गाउँठाउँमा अब त्यही हो, काम हुन्छ होइन, हरेक हुन्छ, तर सकेसम्म म होइन भिडियो हाल्ने कोसिस गर्छु। तपाईँहरूको माया र सपोर्ट अझै पनि म चाहन्छु के। सो गाइज पुरै बाटोहरू खोलेर पानीले यस्तो छ होइन, बाइक कुदाउनु पनि गाह्रो छ यस्तो होइन। टक्क लाएर यहाँनिर नि आइपुग्यौँ होइन। यो चाहिँ लसुने डाँडा हो, यो चाहिँ हाम्रो हजुरबाको चौतारा हो होइन। यो चाहिँ हाम्रो हजुरबाको मुमाको चौतारा हो। हामी चाहिँ यहाँ आयौँ। अब कति 15-20 मिनटमा पुग्छौँ होला। 15 मिनटमा मेरो बसन्ती यहाँ छ होइन ट्याक्क। अनि हामी चाहिँ उताबाट आएको, पारिदेखि नै धरतुङ हो यो बाटो आएको होइन। पुरै बाटो कस्तो अप्ठ्यारो भएछ के। यहाँ छ बोमे होइन, बोमे यो चाहिँ हाम्रो यो अहिलेको यो कम्पिटिसनमा यो माछा मार्ने यो चाहिँ यो एउटा यो पनि देखाउनु पर्ने छ होइन। हाम्रो पनि छ कम्पिटिसन होइन। अनि टक्क म यहाँ चाहिँ छु है, पुरा हेलमेट लगाएर अलिक सेफ्टी हुनु पर्यो नि त। एभेन्जर्स छ अनि बाटो कस्तो छ त, यो त हेर्दा पो यस्तो त। अस्ति चाहिँ हाम्रो यहीँ बजार लागेको थियो। बोमे र म चाहिँ पुरा यहाँनिर उडा उद्घाटन गर्दैछ अनि त्यहाँनिर कम्पिटिसनहरू राईको, नेहारको, मगरको हरेक जातको हुँदैछ होइन। त्यहाँनिर आफ्नो पहिचान देखाउने मौका पाउँदैछ होइन। त्यही भएर सबैजना मगर, नेवार, राई जस्तै लगायत थुप्रै जातकाहरू आउँदैछ होइन। आफ्नो प्रस्तुति देखाउनुको लागि कम्पिटिसन पनि हो, एउटा वडा उद्घाटन पनि हो। र त्यसैले हामी पनि हेर्न आएको थियौँ होइन। भर्खर सुरु रहेछ। अनि त्यस पछाडि बोमे यहाँ छ होइन, गेम खेल्दै बसिरहेको छ, टाइम पास। म पनि यहाँ नै छु, हेमेको घरमाथि हामी छौँ। अनि त्यहाँ चाहिँ छ ट्याक्क बसन्ती, मेरो बसन्ती होइन बसन्तीको एउटा कान पनि भ्याजिरहेको पछाडिको। तर हामी चाहिँ यहाँ बसिरहेको छौँ होइन। कति बेला उद्घाटन हुन्छ अब होइन, सुरु हुन्छ। अनि सुरु भएपछि तपाईँहरूलाई देखाउँछौँ कस्तो हुन्छ के हुन्छ, हेरेर सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। सो गाइज यहाँ चाहिँ भर्खरै छ, कोही आएको छैन रहेछ, स्टेजहरू तयार छ। यस्तो चाहिँ यो चाहिँ वडा हो, वडाको उद्घाटन हो आज होइन। कम्पिटिसन पनि हुन्छ। एमे यस्तो यस्तो गर्न अझै यस्तो यस्तो ठडा त यस्तो। यो चाहिँ आजको यहाँ घाटबिजनको यो चाहिँ खतरा अरे, के पो सिलिममा पाइ के अरे त। हाम्रो वडा कार्यालय पुरानो यो अहिलेको चाहिँ यो हो, उद्घाटन यही हो। छौटे टारको टोलीहरू हो। सो गाइस गङ्गु भाइ हो चाहिँ होइन। हामी चाहिँ यहाँ छौटे टारको टोलीसँग जाँदैछौँ। गङ्गु भाइहरूको टोली हो होइन। यो टोली चाहिँ जाने हो, डुल्ने हो। यसरी भेला भइसक्यो होइन। अनि यहाँ के अरे तिम्रो नाम भूमिराङ कि के अरे राङ चाहिँ हाम्रो मात्रै हिँडिरहेको छैन, साथीहरू पनि छैन। केटाहरू वडाभित्र होला होइन, वडा कार्यालयभित्र छ। केटाहरू मस्त बसिरहेको छ। अनि अब सुरु हुन लागिरहेको छ होइन। सो अनि कस्तो हुन्छ के हुन्छ अब हेर्नु होइन। केटाहरू चाहिँ फेरि यहाँभित्र छ, जक्सन बनाइरहेको छ केटाहरूले वडालाई। केटाहरूले टोलीहरू, यो चाहिँ हाम्रै टोलीहरू। हेमे यहाँ मस्त सुतिरहेको छ यहाँ। अब टक्क बसेर होइन, अब सुरु हुनु आँटिरहेको छ होइन। नेहारहरू धेरै छैन क्यारे, श्रेष्ठहरू चाहिँ लाखे चाहिँ एउटा जस्तो लाग्यो। अनि राईहरूको, किराँतीहरूको चाहिँ 6-7 टोली आएको छ। मगरको पनि होला 2-3 टोली, त्यस्तै हो। अब अहिले अन्तिममा हेरौँला। ट्रफीहरू हो हाम्रो वडाको केटाहरूले सबले जितेर ल्याएको के। यो चाहिँ ट्रफी हो होइन। यस्तो सजाएर राखेको छ, यो पुरानो वडा कार्यालय हो के। अतिथिहरू सबै यतिरै छ अतिथिहरू। अब सुरु हुन आँट्यो। यस्तो हाम्रो टोली घोरिङ खाली टोली हो यो चाहिँ होइन। हाम्रो टोलीहरू केटाहरू होला न। यो चाहिँ राईको, किराँतको
यो टोलीहरू चाहिँ सुन्तलेको मगर टोली सुन्तलेको टोलीहरू भदौरेको टोली मगर टोली हाम्रो यहाँ सञ्जीव ब्लग होइन चिन्नुहुन्छ होला होइन आज भाइ होइन आजको यहाँको साकेला फर्स्ट चाहिँ कुन टोलीले उठाउला जस्तो छ त तिम्रो विचारमा केही मेरो विचारमा आज 12 पोखरी लग्ला जस्तो छ हैन यो घाटीमाझाङ टोली हो हेमेहरूको हेमे यहाँ छ दुधै छ केटोले यहाँ छ हेमे नस्तिकी डाइरेक्ट नाचेको अरेले भन्छ बसेको होला रोजाने कगरा गर्दो रहेछ है नाच्ने भनेपछि म बाबु त हो खाइसक्यो बाहिर बाबु देखेको त होइन त दाइ पो देखेको काले यसलाई गाह्रो भयो झापमा छ अरे यो होइन काले बाहिर निक्ल्यो फेरि यो यसले कमेडी गर्ने रहेछ यो कहाँबाट छिरौँ भन्दैछ त कहाँबाट छिरौँ भन्ने खालको भइरहेको छ झिरो छटेटार सुन्तले साकेला छटेटार लगायत जस्तै गाउँको भाइहरू टोलीहरू पढै रहेछ ठिक छ यहाँ तल मिस्टेक भयो मिस्टेक बिग्रियो ढोलेले अलिकति गाउँको भाइ यहाँ छ गाउँको भाइ हो कि यो भाइ पो रहेछ यहाँ ठिक छ यो भाइ ठिक लाग्यो है मलाई यो भाइ सबिता फुको
पछाडि जीपट्टि अहिले साकेला नाचेर होइन कस्तो फिल भएको छ तिमीलाई भाइ ल ल ठिक छ भाइ डेन्जर छ ल ल भाइ कस्तो लाग्यो तिमीलाई चाहिँ कस्तो लाग्यो ल ल ल भाइ डेन्जर डेन्जर ल ल ल ठिक छ सुन्तले साकेला छटे टार सकेर अहिले आयो यहाँ गाउँ भाइहरू होइन खत्रै नाच्यो अब यहाँ बिसाउन आइरहेको छ उनीहरू होइन यहाँ छ अब अहिले चाहिँ 12 पोखरीको अब हुने रे 12 पोखरीको पनि म देखाउँछु होइन सो गाइस 12 पोखरी जिमी गाउँ 12 पोखरी 1 रहेछ त तरिकाले ठिक रहेछ सुरुमा लिएर भन्ने एक्स्ट्रा आधा हेर न कसरी यो गरेको लु लगायो एक्स्ट्रा तरिकाले अलिक के हो बुढाले चाहिँ है सही छ के हाम्रो यो भोरिङखामा 12 पोखरी 4 भोरिङखा साकेला टिम हाम्रो टोलीहरू लामो छ टोलीहरू
Pakang Betua Betuaको बेतुवा भनेको घरमै छ लामै पो रहेछ त चल्दिनको मान्छे नै
ड्यामास गर्दै ल्या 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 अटोको हाउस गएको सुन्तले हुर्रा नाच तर यस्तो गर्दा भाइ ऊ हुँदो रहेछ नि पुरै कालो ठ्याट हैटरिका मगर्नेहरू त राम्रै हो केटा फेरि नगदिल है काकालाई कालो न कालो देखेँ यार भाइ यार क्यामेरा मिलेन यार यस्तो गर्नुपर्ने रहेछ यार अब त देखेन यार मजाले त यो नभएको होला यार नरेन्द्र मोदी है के भन भन भन्दै त यसरी पनि नाच्नु मजा रहेछ यार त्यतिको म गरौँ होला आज मेरो डर छ कि यहाँ चाहिँ आँखा त पाइँदो रहेछ म गर्नु न फर्स्ट टाइम मोडा नाचेर फर्स्ट टाइम आरामिलो के हुन्छ जस्तो लाग्छ फर्स्ट सेकेन्ड तर मधुरो देखायो क्या मेरो अघि 2 जना 20 सेकेन्डमा होइन सेकेन्ड भयो 5 मिनट समय बाँकी छ दुईटा खबर गरेको हजुर भोलिनाथ कहिले अवस्थामा रहनुहुने सेम एउटा एउटा अरुणीको यहाँ यो चाहिँ बुझ्यो है यति चाहिँ पायो भने बुझ्यो अर्थ भन्दा बदौरे हुर्रा नाच हुर्रा हुर्रा मुर्रा भने जस्तो मुर्रा
यसरी हात भित्राउँदै बुढाले अब मलाई ठेलेरै जाँदा हामी त बसेर आउनु नि कति नेवारी जातको हो यो ठाकुरकै नेवारको बोल न बोल यस्तो केही ओ यसले फेरि मेरो हेलमेट यार भन न ल हेलो फाइनली गाइस कायो का डोलीहरू यता छौँ हामी होइन हामी यता ट्राक होइन चिस चिस यस्तो चिस त लाँदैन होइन यहाँ हाम्रो टोलीहरूलाई के भन्छन् लाङज्याङ नखाने हान्ने हो आज हान्ने भने त विश्वास अङ्कल छैन आज चाहिँ केटाहरूसँग भेट भइरहेको छैन टक्क यहाँनिर सबसँग हन्सनदेखि लिएर गङ्गु भाइ यहाँनिर हाम्रो विश्वास सामिङ है अनि यता छ केटाहरू अनि हाम्रो केटाहरू चाहिँ यहाँ चाहिँ हुक्का तानिरहेको छैन दामी पाराले है टोलीहरू टक्क फाइनली यहाँनिर छ होइन फाइनल लुक्समा यहाँनिर हुक्का तनाइ छ टक्कसँगले होइन चोकतिर गाई चोकतिर तनाइ छ हुक्का केटाहरू तान्नेमा त दिइहाल्ने फेरि कुरै छैन खाँदैन कहिले यो दाइ कस्तो होला मरेको मान्छे कति हुन्छ एउटा छुट्टै त तान्न खान्छस् तर रमाइलो गरेर अहिले पो देखियो त ल ल ल भाइ भाइ लान न भाइ कतिका दिन चाहिँ हामी दाजुभाइ सम्पूर्ण भेला भएको कारणले गर्दा हाम्रो ब्लगर गरिँदैछ हल्का भाइहरूले त्यो ठिकै छ मिस गरेको त
सिङ्गापुरबाट ब्रिटिस लाउने हो केटा युके लाउने हेमे खतरा निकाले फुर्र भाल न सो हामी घर हिँडिसकेको छौँ होइन। अब घर हिँडेको अब घर पुगेपछि देखाउँछु होइन कस्तो हुन्छ। बाटो त अप्ठ्यारो छ, अब कसरी गइन्छ होइन। अब चाहिँ टक्कसँगले म घर आइसकेको होइन। अब घर आइसकेको कस्तो लाग्यो भिडियो होइन, हेरेर कमेन्ट गरिदिनु होला होइन, लाइक सेयर पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला होइन। सो गाइस